मेकअप गरेपछि त जो कोलाई पनि राम्रो देखिन्छ भने जस्तो नि। यसो धोइ पखाली गर्दा त टल्किगयो नि बन्दुक। आज चाहिँ मेरो भाइ सर्भिसिङ गर्नु भनेर आएको। टाइम लगायो धेरै, 6 महिना भयो सर्भिसिङ गरेको। फेरि सर्भिसिङ गर्नुपर्ने। यहाँ आएपछि वर्कसपमा आज चाहिँ हेरौँ, खोइ 3000-4000 जति लाग्छ भन्दैछ। हेरौँ न। यहाँदेखि चाहिँ थोत्रो थोत्रो बाइकहरू छ। यहाँ छ मेरो वर्कसप छ। चाहिँ मेरो बाइक नाङ्गो भुतुङ्गो भएर बसिरहेछ। यता खोलो सबै खोलेर यो आइटम चेन्ज गर्नुपर्ने रे। खोलेर भित्र सबै खोलिरहेछ, देखिएन। खोलेर अब टायर खोल्नु छ। टायर भन्नाले यहाँबाट यति छ। अब 3 घन्टा कि 3 घन्टा 2 घन्टा 3 घन्टाको टाइम दिँदैछ। अब 2 घन्टामा चाहिँ बनाइसक्छ होला। हेरौँ। यो दुईटा फेर्नु पर्ने रे। यो गएर यस्तो सेप्टो भएर आन्द्रावडी खोलेर रहेछ। बेल नया नहीं दिख रहा है यार। बेल भी नया, ये होगा दूसरा। अंदर से बेल भी नया। ऑल फिटिंग भयो। अगाडिको पनि रेडी गरेर पछाडिको पनि रेडी भयो। मैलै छ भन्छ होला त। यतिमा 4000 रुपियाँ स्वा। ₹4000 फ्वाट। लु, मेकअप गरेपछि त जो कसैलाई पनि राम्रो देखिन्छ भन्थ्यो। ए अहिले त यसलाई चिटिक्क धोइधाइ गरेर निकालेपछि त मालको भइगयो नि। अब त टल्किगयो नि। यो गर्दा चाहिँ 3000-4000 पर्यो। के हो यसको यहाँभित्रको बेल्ट, रोलर फ्यान, रोलर बडी रेक अनि के इन्जिन ओइल अनि एयर फिल्टर गर्दाखेरि 3,000 स्याप्ल्याक केही गयो। तपाईँहरूकोतिर यति उतो के अरे सर्भिसिङ गर्दा कति जान्छ? यहाँतिर त त्यति गयो। ल त्यस्तो छ। ओके।